जयमसी अभियान दागको बोट म हो र हाँगा तिमीहरू हो, किनकि दागको बोटसँग हाँगा टच भएन भने त्यसले केही फल फलाउन सक्दैन। ममा रह्यो भने तिमीहरूले धेरै फल फलाउन सक्छौ। मबाट टाढा भएर तिमीहरूले केही गर्न सक्दैन। तर तिमीहरूको ज्ञान र बुद्धिमा होइन, तर वचनको ज्ञान र बुद्धिमा बाइबली आधारमा रह्यो भने मात्र तिमीहरूमा फल रहन्छ। किनकि ममा रह्यो भने मात्र तिमीहरू फल हुन्छ। दागको बोट चाहिँ म हो, हाँगा तिमीहरू हो। कसैले दागको बोटसँग टच भएर काम गर्दैन भने दागको बोटमा रहेन भने त्यसले फल फलाउन सक्दैन। त्यसले धन्यवादको फल फलाउन सक्दैन। रिसको फल, घमण्डको फलहरू आउँछ, तर धन्यवादको फल त्यसमा हुँदैन। त्यसको स्वभाव क्रिस्टमा होइन, अर्कै स्वभावले उसको जीवनमा काम गरेको हुन्छ। तर क्रिस्टमा रह्यो भने मात्र क्रिस्टको स्वभावले काम गर्छ। किनकि ममा रहेन भने तिमीहरू मेरो स्वभावमा हिँड्ने छैनौ, क्रिस्टले भन्नुभएको छ। किनकि उहाँमा रह्यो भने मात्र फल फलाउँछ। आत्मिक फल र शरीरको फलमा फरक छ। यो चाहिँ आत्मिक फल भनेको छ। ममा रह्यो भने धेरै फलहरू फलाउनेछु। शरीरमा उन्नति गरे तापनि आत्माको उन्नति चाहिँ आत्मामा रहेर मात्र हुन्छ। आत्माको उन्नति गर्नलाई आत्माको फल रुखसँग टच हुनुपर्छ। रुखसँग बाइपास भएर केही गर्न सक्दैन। यूहन्ना 14:6 बाटो सत्य जीवन मै हुँ भन्नुभएको छ। बाटो सत्य जीवन चाहिँ येशू हुनुहुन्छ। उहाँ बाहेक कोहीद्वारा पिता कहाँ पुग्न सक्दैन। विभिन्न नामहरू लिएर मानिसहरू परमेश्वर कहाँ जानलाई प्रयास गरे तापनि ती सबै कुरामा विफल भएका छन्। सफलता चाहिँ क्रिस्टद्वारा मात्र छ। तर सफलता सबैले पाउन सक्दैन, तर उहाँको वचनमा रह्यो भने मात्र पाउँछ। अर्को भिडियो आएकोमा चाल पाउनलाई यो भिडियो हेर्नुहोस् र सब्सक्राइब गर्नुहोस् र धेरै भिडियो